हेलो एभ्रिवान। आज म चाहिँ मार्केट गएको थिएँ हो। एक दुईवटा सामान किन्नु पर्यो भनेर गएको थिएँ। पानी परेर कस्तो पानी परेर हिलो थियो हो। अन्त यसो घुम्दैछु, अब के देख्छ। चाहिने कुरो किन्नु गएको थिएँ, तर पनि दुईवटा दोकान चाहिँ बन्द रहेछ। अनि त्यो भएर म अर्को दोकानमा जाँदैछु। बजार चाहिँ यस्तो छ हाम्रो यहाँको हो। अन्त ऊ पानी परेर आमाम पुरा म छाता बोकेर हिँडिरहेको छु। ब्याग भिजेर, चप्पलहरू भिजेर केही छैन। उति दोकानमा पनि किन्नुपर्ने थियो, तर फर्केर आउँदा चाहिँ किन्ने भनेर चाहिँ हामी गयौँ सिधै। अनि विन्टर कलेक्सनहरू पनि निकाल्नु थालेछ। पुरा विन्टर कलेक्सनहरू आइरहेको छ। अन्त मलाई चाहिँ यस्तो झलक्क हेर्दा यो पहिलो स्वेटरमा गइहाल्यो आँखा हो। अनि मैले यहाँ देखाइरहेको थिएँ, सबै विन्टर कलेक्सन निकालेछ। अनि यता तल जाँदाखेरि चाहिँ हत्तु आउँछ, हत्तु आउँदो रहेछ। अन्त हत्तुमा चाहिँ त्यस्तो काम थिएन, तर पनि भिडियो बनाउँदैछु भनेर चाहिँ म त्यस्तै भिडियोमा निकाल्नु पर्यो भनेर चाहिँ गएको थिएँ हो। पुरा पानी परिरहेको थियो, तपाईँहरूले देख्न सक्नुहुन्छ। पुरा पानी परिरहेको छ हो। कोही बेला पानीमा भिज्दै छाता उड्दै पनि भिडियो बनाउनु मन लाग्छ हो। त्यही भएर चाहिँ मैले बनाएको थिएँ। अब हामी फर्केको यहाँदेखि चाहिँ हो, किनिसक्यौँ हामीले। अनि एम बजारमा चाहिँ जाने, एम बजार मल रहेछ त्यहाँ जाने भनेर गएँ। तर पुरा अल्छी लाग्यो, पानी परेकोले उयो गर्दाखेरि चाहिँ मलाई जानु मन लागेन। अन्त अब मैले सोचेँ, अनि दिदीलाई भने नजाउँ, आज आइतबारतिर जानुपर्छ आफ्टर सेवा भनेर चाहिँ। अन्त अटोमा बसिहालौँ भनेर चाहिँ म फटाफट हिँड्दैछु अटोको लागि हो। पानी हेर्नुहोस् कस्तो छ, पानी परेको हो। पेन पनि माथि सारेर हिँड्नुपर्ने भइरहेको थियो। अनि ठिकै त्यो एउटा भैयाले अटो फर्काउनु हुँदै थियो। अन्त हामी चाहिँ पर्खिरहेको थियौँ। अन्त दिदीलाई यहाँ हेर्नु नि भन्दाखेरि दिदी चाहिँ रिसाइरहेको थियो। पानी झरीमा यिनीहरूले कहाँ हिँड्नु लाउँछ भन्दै हुनुहुन्थ्यो। अन्त अटो चाहिँ फर्काउँदैछ, त्यहाँ ब्याक गरेर ल्याउँदैछ अटो। अन्त अब गइहालौँ न त, तपाईँलाई बेसी उयो भयो भने भनेर भने हो। अनि अटो आउँदैछ, अब अटोमा चढेर चाहिँ हामी जाने भनेर चाहिँ पर्खिरहेको छु अटो। अन्त चाहिँ अटोमा चढेँ हामीहरू हो। अन्त त्यहाँदेखि आजको लागि यति नै। अनि पुरा पानी परेर चाहिँ केही सामान किन्नु पाइनँ। के सोचेर आएको थियो किन्ने भनेर, केही किन्नु पाएन पानी परेर चाहिँ। अनि आजको लागि यति नै। बाइ बाइ, गुड नाइट एभ्रिवान।